बखतमा माता पिता जिता बसेछन् कोनरी तले बचाउनु आओ हाम्रा अगाडिमा फेरि सब यदुवंशी वीरहरू पनि त्यो कंसको डर गरी बसेछन् कोनरी तले बचाउनु आओ सम्पूर्ण विचार गरी आज्ञा यति सुनेर त्यही बखतमा अङ्गुरजी खुसी भए जो बात हरिले सोध्याउनु भयो खोलेर सब त्यो कयाई फेरि मत पनि कंसको जति थियो सारा सुनाया जसै भन्नु भगई नन्दलाई खुसी भई श्री कृष्णजीले तसै भोलि सब ब्रजवासीलाई मथुरा लैजान साथैमा अङ्गुरजी पनि कंसका हुकुमले आइरहेछन् यहाँ सोही कारण जानु पर्छ मथुरा भोलि सबैले भने उर्दी गोबहरूलाई बगसानु आओ आजै हजुरले पनि आज्ञा यजरितको सुन्या प्रभुजीले श्री नन्दजीले पनि सारा गोबहरूलाई डाकिकन त्यो उर्दी सुनाया तसै त्यो उर्दी सुनि जानलाई सबले सौगा तयारी गरे जान्छन् किन भनेर गोपिनीहरू चिन्ता विकेश पर्याई पहिले श्री हरिले बसेर ब्रजमा लीला गरेको जति सम्झी सोही बयान गरेर ती सबै चाउ गर्न लाग्या अति सारै व्याकुल भई ती गोपिनी सबै जम्मा भइन् फेरि पनि लाग्या भन्न विवेक गरेर विधिले हाम्रा उपरमा भने लीला ढेर गरेर हामीहरूले श्री कृष्णका सडमा खेलेको नसही बिछोड गरिदियो अहिले विधिले यही रीतिले विधिलाई दुःख दिएर ती गोपिनी फेरि पनि लागिन् अङ्गुरलाई भन्न बहुतै लाग्या यदम हो भने पारता काल भयो पछि सकल गो उर्दी बमोजिम तहाँ गाडामा सौगात लिई गया श्री नन्दका घरमा साथै श्री सारै खुसी भएर किन बलराम भाइ दुवैजन पनि
अङ्गुरका रथमा चढ्या झट गई जाने बखदेव भनी व्याकुल भइकन गोपिनीहरू सबै आइनु सै बीजमा लाग्या गर्न विलाप हृदय प्रभुजीको रल्लाई पग्रे हे नाच पिरकी सबै यहाँ हजुरले हाम्रा उपर त्याग गरी पाल्नु हुन्छ कसरी यही तरहले आज्ञा यो भनी हाम्रो केही ममता नराखी मथुरा पाल्नु भयो सब यहाँ मर्ने ठाउँ बुझी बगसियो हजुरले हामी यसै बीचमा कि यो रथदेखि ओल्लनु फर्कन्छु गरेमा भनी सातैमा जानु कि त भन्या सब मिलाए पनि एकछिन मात्र हजुरलाई पहिल्यै देख्नै नमिल्दामा हुन्थ्यौँ व्याकुल सब प्रभु जतिजना हामीहरू छौँ यहाँ सोही कारणले हजुर कन यहाँ छोडेर कुन रीति गरी बाँचौँला कति दिन उबाद हजुरले बुझ्नु अवश्य हरि यही रीतिसित सब ती गोपिनीहरू अत्यन्त व्याकुल भइन् लाग्या गर्न विलाप हृदय प्रभुजीका रथका अगाडि गए व्याकुल सबजनालाई देखिकन फेरि श्रीकृष्णजीले पनि एउटा दूतकन भन्नुभयो तिमी गई सम्झाऊ भने त्यो दूत सोही बखती गोपीहरूका सामने अगाडि गयो सम्झाइकन ती सबैसँग यो बात भन्नुभयो हे गोपीहरू हौ विलाप किन उसै गर्छौ नागमा 3 दिन त्यो मथुरा बसेर प्रभुजी फिर्छन् अवश्य सम्झायो उसले तथापि व्रतका नारीहरू सब गई केही सन्तोष नगरी उसै बखतमा अत्यन्त व्याकुल भई देखिन यो रथ त्यो चल्यो र जब उडेको तहाँ हेर्थ्यो त्यही घरी एकती गोपिनीहरू दुखित भएन मनमा